So direct into the program, C program to compute the area of circle. So यसमा चाहिँ हामीले चाहिँ C प्रोग्रामिङको डाइरेक्ट कोडिङ कसरी गर्ने त हैन, एरिया अफ सर्कल कसरी निकाल्ने र यसमा चाहिँ हेडर फाइल्सहरू के हो, के युज हुन्छ तपाईको चाहिँ हैन, सी प्रोग्रामिङमा युज हुने जस्तो कि भेरिएबलहरू कसरी डिक्लेयर गर्ने अनि चाहिँ कम्प्युटेसन कसरी हुन्छ त भन्ने कुराहरू चाहिँ यो सबै हेर्छौं है। सुरुमा चाहिँ हाम्रो के हुन्छ, मैले चाहिँ यसमा चाहिँ अनलाइन कम्पाइलरको थ्रुबाट गर्दै छु हैन। यु क्यान युज एनी अफ द आइडिज एज पर योर प्रेफरेन्स। सो फर दिस सुरुमा चाहिँ हामीले चाहिँ इनपुट लिनुपर्छ युजरबाट हैन। त्यसको लागि चाहिँ एउटा हेडर फाइल छ, include stdio.h है। So we'll take the input from the user. So the header file is has include space stdio.h stdio.h। सो यो हेडर फाइलले चाहिँ के गर्छ त भन्दा युजरबाट हामीले चाहिँ कन्सोलमा इनपुट लिने अथवा प्रिन्ट गर्ने तपाईको आउटपुट चाहिँ देखाउने। सो यसको लागि आउटपुट के हुन्छ त, एरिया अफ सर्कल विल बी द आउटपुट फर दिस प्रोग्राम एन्ड द इनपुट विल बी you know the formula pi r square. So radius will be the input from the user. So यो हेडर फाइलले चाहिँ के गर्छ त भन्दा स्ट्यान्डर्ड इनपुट आउटपुट भन्छ यसलाई है, stdio.h लाई। So it will take the input from the user and provide the output to the user हैन। सो यो पछि चाहिँ हामीलाई चाहिँ के गर्छ, के चाहिन्छ त एउटा चाहिँ ग्लोबल भेरिएबल चाहिँ we need to declare हैन। त्यसको लागि एउटा अर्को चाहिँ डिक्लेरेसनको लागि चाहिँ हामीले डिफाइन भनेर लेख्नु पर्ने हुन्छ है। सो डिफाइन भनेर चाहिँ के लेख्नु पर्ने हुन्छ त भन्दा एउटा एरिया अफ सर्कल भन्ने बित्तिकै पाई आर स्क्वायर हो। सो पाई भनेको चाहिँ कन्स्ट्यान्ट भ्यालु हो हैन। सो वी निड टु डिफाइन द कन्स्ट्यान्ट। सो यसको लागि चाहिँ हामीलाई डिफाइन पाई, यसको भ्यालु कति हुन्छ त भन्दा 3.1416 हुन्छ है। सो हामीले चाहिँ पाई भन्ने चाहिँ एउटा भ्यालु चाहिँ डिफाइन पनि गर्यौं यो ग्लोबल भेरिएबललाई। सो हामीले चाहिँ यो मेन फंक्सन भित्र राख्छौं है। यो कुरालाई चाहिँ कम्प्युटेसन विल बी डन इन द मेन फंक्सन। सो मेन फंक्सनको लागि चाहिँ हाम्रो चाहिँ कसरी लेख्नु पर्छ भन्दा इन्ट मेन। सो इन्ट मेन भनेको चाहिँ के हो त भन्दा इन्टिजर टाइपको चाहिँ भ्यालु चाहिँ रिटर्न गर्नु भनेर भनेको छ है। त्यसमा चाहिँ मेन फंक्सन भित्र चाहिँ हामीले लेख्छौं। सो इन्ट मेन गरेर यसरी ओपनिङ ब्र्याकेट गरेर गर्यौं भने चाहिँ हाम्रो प्यारेन्थेसिसहरु चाहिँ जुन छ नि तपाईको ओपनिङ क्लोजिङ, इट शुड बी हैन इक्वली चाहिँ ओपनिङ गरिसकेपछि क्लोजिङ पनि गर्नुपर्ने हुन्छ, किनकि इट विल फलो द सिन्ट्याक्स हैन। सो सुरुमा के छ त भन्दाखेरि वी नीड टु डिक्लेयर द भेरिएबल हैन। सो भेरिएबलहरु के हुन्छ त भन्दाखेरि फ्लोट यसमा चाहिँ नि रेडियस कमा एरिया। सो फ्लोट भनेको चाहिँ तपाईको चाहिँ के हो त भन्दा रेडियस